कतिपय मानिसहरूले चुनाव जित्ने ठाउँ खोज्दै गएको भने जस्तो असुरक्षित महसुस गरेर यो बिल्कुल झुटो हो। यसो भन्ने मान्छेहरू देखेर मलाई दया पनि लाग्छ। कतिपयले त भेस्टेड इन्ट्रेस्टले अब निहित स्वार्थ बस्ने भने होलान्। मलाई यही नुवाकोट सबभन्दा सजिलो थियो नि। नुवाकोट 1 मा सर्वसम्मत रूपले मेरो नाम आएको थियो। त्यहाँ हाम्रो हितबहादुर तामाङजीले नै मलाई धेरै जोड आउनुहोस् तपाईँ भनिराख्नु भएको थियो। त्यहाँको पार्टीले 1 मतले चाहिँ प्रचण्डलाई यहीँ ल्याउनु पर्छ भन्ने थियो। म चुनाव जित्न यहीँ जित्थेँ नि। 72-4 मलाई सर्वसम्मत आएको थियो। सिन्धुली अहिले म रुकुमबाट लड्दैछु। जति बेला जहाँबाट लडे पनि एउटा सन्देश नलिइकन म गएको छैन। मान्छेले कहाँ गएको होला भने जस्तो गर्छन्, मेरो त्यस्तो होइन। म तपाईँको यो चाहिँ लोकप्रिय चाहिँ कार्यक्रम मार्फत म भन्न चाहन्छु, म पहिलोचोटि रोल्पा र काठमाडौँ जोड्न गएको। जनयुद्ध र जनआन्दोलनको शक्ति जोड्नुपर्छ। त्यहाँदेखि म रोल्पा र काठमाडौँबाट लडेँ। उद्देश्यमूलक लडाइँ हो मेरो। त्यसपछि तराईमा अलिकति असहज परिस्थिति थियो। अर्को पटक तराईमा चाहिँ अलि बढी चाहिँ तराई र पहाडको बिचमा कहीँ न कहीँ विखण्डन आउने हो कि भन्ने चिन्ता थियो। म नै त्यस्तो पात्र थिएँ जो मधेसको जनताले पनि सहज स्वीकार्ने नेता हो म चाहिँ। किनभने 1100 भन्दा बढी मधेसी जनताका छोराछोरीहरूले जनयुद्धमा रगत बगाएका छन्। त्यसको नेता हुनुको नाताले म मधेसमा गएर मधेस र पहाडलाई जोड्नुपर्छ भन्ने उद्देश्यले म सिराहा गएको थिएँ। म त्यो उद्देश्यमा काफी हदसम्म सफल पनि भएँ। अर्को पटक म चितवन किन गएँ? आफ्नो गृह जिल्लामा एकपटक पनि आएन भन्दा त्यहाँको जनताले गुनासो गर्नु स्वाभाविक थियो। म चितवन गएँ। चितवनको विकास निर्माणमा मैले सक्दो योगदान पनि गरेँ। सबैले दुनियाँलाई थाहा छ। त्यसपछि हाम्रो चाहिँ एउटा अर्को कर्मथलो गोर्खा थियो। मैले 2 वर्ष पढाएको ठाउँ पनि, प्रारम्भिक रूपमा पार्टी गठनमा भूमिका खेलेको ठाउँ पनि, जनयुद्धको तयारी र यो जनमुक्ति सेनाको तयारीको क्रममा पहिलो तालिम हामीले गोर्खामै गरेका थियौँ। त्यहाँदेखि गोर्खा नि एकचोटि म पुग्नु थियो, म पुगेँ। तर पुरा कार्यकाल बिताउन पाइएन। अहिले म रुकुम नै जानुपर्छ भन्ने